3 जना महिला लानुपर्ने थियो, 1 जना खस आर्यबाट लगेका छौँ भने 2 जना सुदूरपश्चिमबाट 1 जना र तपाईको चाहिँ मधेसबाट 1 जना लगेका छन्। धेरैले मलाई आरोप लाउने गर्छन्, अर्को साम्पाङ जातिवादी आफ्नालाई मात्रै हेर्छ भन्ने कुरा एक ठाउँमा हो, गरेर देखाउने कुरा हो। यदि म त्यस्तो जातिवादी थिएछु भने हैन, मेरो आफ्नै मात्रै हेर्नु पर्ने थिएछ भने मैले त्यही खालको व्यवहार गर्छु। त्यो क्षेत्रबाट त हामीलाई भोट पनि त्यत्रो आएको त होइन, तर भोट आएको नि नआएको श्रम संस्कृतिले हैन त्यो क्षेत्रलाई न्याय गरेको छ। अहिले मिडियामा देख्न सकिन्छ, लाखौं लाख भोट आएर पनि त्यो क्षेत्रमा एउटै पनि सांसद नदिएको पार्टीहरू छन्। हाम्रो चाहिँ नि 2-3 हजार मात्रै त्यो क्षेत्रबाट भोट आउँदाखेरि, त्यो प्रदेशबाट भोट आउँदाखेरि त्यहाँ हामीले एउटा सांसद दिएका छौँ। त्यस्तो मनको धनी हो श्रम संस्कृति है। हामी कसैलाई विभेद गर्दैनौँ, म कसैलाई विभेद गर्दिन। हामी प्रकृतिवादी मान्छे, प्रकृति पूजक मान्छे, प्रकृति जस्तै बस्नुपर्छ भन्ने हाम्रो मान्यता हो। जनकपुरको 1 जना 25 वर्षको भर्खरको युवतीलाई हामीले सांसद बनाएको छौँ है। चिन्जान हाम्रो थिएन, बोलेको पनि थिएन, तर चिन्नै पर्छ भन्ने छैन, त्यो खालको व्यवहार हामीले गरेका छौँ। र अहिले मिडियामा पनि म थुप्रै देखिरहेको छु, श्रम संस्कृतिले कस्तो मजाले वितरण गरेको, पुरै देशलाई नै समेट्यो। जब 4 सिट आउँदा त देशलाई समेट्दो रहेछ यिनीहरूले भने हामीले थुप्रो 50 सिटभन्दा धेरै दिनु पर्थेछ भन्ने पछुतो पनि हेरेर छ। तर कुनै कुनै तपाईँको चाहिँ दलहरू, अब नाम म लिनुले लाखौं लाख, 20औं लाख, 25औं लाख भोट पाउँदाखेरि पनि जाति समुदायहरूलाई नसमेटेको कुराहरू पनि हामी गएको छौँ। त्यसले गर्दाखेरि श्रम संस्कृति कस्तो रहेछ, अर्को साम्पाङ कस्तो रहेछ भन्ने कुराको तर्क गरिरहनु पर्दैन। तथ्य भने फ्याक्ट है। फ्याक्ट अलवेज विन्स आर्गुमेन्ट्स हैन। तथ्यले तर्कलाई जहिले पनि जित्छ। तर्क हामी गर्न सक्छौँ, त्यसरी तर्क गर्न सक्छौँ, तर तथ्य भनेको तथ्य हो। तथ्य भनेको हैन, तथ्य नै हो। पानीलाई हामीले जति नै तर्क गरेर पनि तेल बनाउन सक्दैनौँ, तेललाई जति नै तर्क गरेर पनि हामी बहस गरेर पनि हामी पानी बनाउन सक्दैनौँ। त्यसले गर्दा फ्याक्टमा श्रम संस्कृति कस्तो हो, श्रम संस्कृति जातिवादी नै हो कि, श्रम संस्कृति क्षेत्रवादी नै हो कि, श्रम संस्कृति समूहवादी नै हो कि श्रम संस्कृति चाहिँ राष्ट्रवादी हो भन्ने कुरा त अहिले हामीले चाहिँ देखाएको थियो। मात्र 4वटा सिट कहाँ वितरण गर्यौँ भन्ने कुराले प्रमाणित गर्यो। हामीले दलितलाई सम्बोधन गरेका छौँ, क्षेत्रलाई पनि सम्बोधन गरेका छौँ। दलित त यहाँ पनि थिए, यहीँबाट पनि गर्दा हुन्थ्यो, तर हामीले दलित मात्रै नहेरेर क्षेत्रलाई पनि हेर्नुपर्ने थियो भनेर आज कर्णालीलाई एउटा सांसद हामीले दिएको छ। त्यसरी नै तपाईँको चाहिँ मधेस हैन, मधेसी र मुस्लिमलाई पनि हामीले चाहिँ न्याय गरेका छौँ। हामीलाई यदि 15 सिट मात्रै, 20 सिट मात्रै आइदिएको भए यति राम्रो तरिकाले तपाईँको नेपाललाई अझै धेरै हैन बहुजातीय, बहुसामुदायिक, बहुक्षेत्रीय, बहुधार्मिक, तपाईँको चाहिँ सम्प्रदायलाई चाहिँ प्रतिनिधित्व गर्ने खालको समानुपातिको सूची, समानुपातिको तपाईँको चाहिँ के अरे हाम्रो सांसदको प्रतिनिधित्व अहिले सदनमा हुन्थ्यो, प्रतिनिधि सभामा।